यस्तो गर्न कसले लगायो? मैले कसको के बिगार्दिएको छु र? आखिर मेरो गल्ती के छ र? गल्ती तेरो होइन, गल्ती त तेरो बाउ आमाको हो। हो तपाईँ? म तेरो आफ्नै मान्छे हो। काकी, तपाईँ? तपाईँले सब गर्नु भएको? काकी, आखिर तपाईँ मबाट के चाहनुहुन्छ? हामी तेरो नाममा भएको सम्पत्ति चाहन्छौ। हो, यो कुरा सत्य हो। काकी, अरू आफन्तीले त विश्वासघात गरे। तपाईँ पनि त्यस्तै? हजुर पनि यस्तो हुनुहुन्छ भन्ने कुरा मैले सोचेको थिएन। हो, मान्छेहरू आफूले सोचेको भन्दा फरक हुन्छन्। म पनि त्यही फरक मान्छे पर्यो, बुझिस्? तपाईँ यस्तो कसरी गर्न सक्नुहुन्छ काकी? तपाईँ त मेरो आमा समानको मान्छे हो। म तेरो कुनै आमा सम्मानको मान्छे होइन। न त तँ मेरो बाउपट्टिको न त आमापट्टिको। वर्षौंदेखि तेरो सम्पत्तिमा मेरो नजर थियो, नजर। तँ कहिले आउला र तेरो नामको सम्पत्ति मेरो नाममा ल्याउला भनेर यही दिनको प्रतीक्षामा थिएँ म। त्यही त हाम्रो पैसा र आइफोन पो हो त। त्यतिकै कहाँ जान दिन्छु त, होइन दिदी? तपाईँहरूलाई मेरो सम्पत्ति चाहिएको थियो भने बरु मुखैमा भनेको भए हुन्थ्यो। म मेरो नाममा भएको सम्पत्ति हाँसी तपाईँको नाममा गरिदिन्थ्यो होला। यसरी पछाडिबाट छोरा नि हान्नु पर्थ्यो। ल ठिक छ, यदि तपाईँलाई मेरो सम्पत्ति चाहिएको भए म तपाईँहरूको नाममा गरिदिन्छु, तर एउटा शर्तमा। मैले सम्पत्ति तपाईँहरूको नाममा गरिदिइसकेपछि मलाई छोडिदिनुहोस्। म आफ्नो बहिनीलाई भेट्न चाहन्छु। किन ढिला? छिटो का कति का भन्दो रहेछ? कार लिएर आउनु। यो कुरामा म पनि मन्जुर छु। ल यसमा सय हाल्नु। काकी, तपाईँले चाहिँ अनुसार मैले गाउँको सम्पत्ति तपाईँको नाममा गरिदिइसकेँ। अब मलाई छोड्ने भन्नुहोस्। म त्यति साह्रो लाठी पनि छैन। तेरो नाममा भएको सम्पत्ति मेरो नाममा सजिलै गरिदिन्छ भनेर मात्रै मैले तेरो शर्त मानेको जस्तो मात्रै गरेको हो। तँलाई हामीले यतिकै छोडिदियो भने भोलि तँ पुलिस प्रशासन धाउलास् अनि हामीलाई अप्ठ्यारो पर्दैन? तँलाई यतिकै कहाँ छोड्छ हामी? केटा हो, यसलाई सकाइदेऊ। हुँदैन, हामीले पनि माथिको आदेश मान्नु पर्ने हुन्छ। त्यसैले तपाईँ हामीसँग खुरुक हिँड्नुहोस्,
यसरी तपाईँले जबरजस्ती गर्न पाउनुहुन्न। तपाईँले जबरजस्ती गर्नु भने हामी बल प्रयोग गर्न तयार हुन्छौँ। हजुर एकैछिनमा आइहाल्छु सर। त्यसो पनि पाउनुहुन्न। स्मोल्स सर हेर्नुहोस्, तपाईँले जबरजस्ती गर्न पाउनुहुन्न। तपाईँ हामीसँग फुक्नु। सुन्नुहोस् त सर, निर्मल भाइलाई गिरफ्तार गर्नुभएको छ। निर्मल भाइले त्यस्तो के गल्ती गरेर? उहाँले बहुविवाह गर्नुभएको रहेछ। उहाँको पहिलो श्रीमतीले उजुरी दिनुभएको थियो। त्यसैले उहाँलाई हामी अनुसन्धानको लागि चौकी लग्दैछौँ। सर, हुन त निर्मल भाइले दोस्रो बिहे गरेका हुन्, तर दोस्रो बिहे गरे पनि कुनै रहरले होइन, बाध्यताले गरेका हुन्। उनी निर्दोष छन् सर। रहरले होस् या बाध्यताले, दुईटै बिहा गर्नु भनेको कानुनको नजरमा अपराध नै हो। त्यसैले उहाँ दोषी हुनुहुन्छ। अनुसन्धानको लागि उहाँलाई चौकी लग्दैछौँ। तपाईँलाई केही कुरा राख्नु छ भने चौकीमा राख्न सक्नुहुन्छ। सर लिनुहोस्। सर कहाँ खान्न भनेर हुन्छ? खाऊ न, खाऊ ल, खाऊ। आमाले खुवाइदिन्छु, नाति ज्ञानी भएर खान्छ। खाऊ न मेरो ज्ञानी छोरो, खाऊ। खाऊ न, खाऊ ल। खानौ के गर्छौ त नाति? अब तेरो बाउले पापी रहेछ। तेरो बाउको कारणले गर्दा तेरो आमाले र तैँले दुःख पाइस्। बाउ गतिलो नभएपछि यस्तै हुन्छ। मेरो बाबालाई नराम्रो नभन्नु, म त्यसरी फेरि। मेरो बाबा राम्रो मान्छे हो, तपाईँ नराम्रो मान्छे हो। तपाईँ नहुने बेला बाबाले मलाई माया गरेर राख्नुभयो। तिम्रो बाबा गतिलो भइदिया भए, राम्रो मान्छे भइदिया भए अहिले तिमी माथि सौतिनी आमा ल्याउँथ्यो त? एउटा कुरा भन त, तिमीलाई आमाको माया लाग्छ कि बाबाको? बाबाको। म ठुलो भएपछि बाबाले सिक्क दिन्छु। मेरो बाबाले हेलिकप्टरमा पनि चलाउने हो, बाबाको लागि बाइक पनि किन्छु, बाबालाई एउटा घर पनि बनाइदिन्छु। बाबाको लागि चाहिँ यति धेरै गर्छु भन्छौ, अनि आफ्नो आमाको लागि चाहिँ के गर्छौ नि? के तिमीलाई आमाको माया लाग्दैन हो? लाग्छ, बाबाको भन्दा अलिकति कम।
सुनिल दाईले भन्नुभएको सबै कुरा सत्य हो। निर्मलको र मेरो बिहे प्रेम होइन, त्यो एउटा सम्झौता मात्र हो। निर्मलले आफ्नो सुखको लागि मसँग विवाह गर्नुभएको होइन, उहाँले आफ्नो छोराले आमाको माया पाओस् भनेर मसँग सम्बन्ध जोड्नु भएको हो। निर्मल निर्दोष हुनुहुन्छ। मेरो कारणले तपाईहरू दुईजनाको जीवन टुटेको मैले हेर्न सक्दिनँ। मेरो कारणले निर्मल जेलमा हुनुहुन्छ, त्यो पनि म सहन सक्दिनँ। बिन्ती छ, उजुरी फिर्ता लिनुहोस्, बरु म तपाईहरू दुवैजनाको जिन्दगीबाट सधैँको लागि टाढा गइदिन्छु।